सबैमा नमस्कार। आजको बसाइमा हामी सिटिबिटी 3 वर्षे डिप्लोमा अन्तर्गत नेपाली विषयको प्रथम खण्डमा रहेको इन्जिनियरिङ, बाली विज्ञान र पशु विज्ञानसँग सम्बन्धित लामो उत्तर लेख्नुपर्ने कृति परिचय ढाँचा अन्तर्गत रहेको प्रश्नका बारेमा जान्न गइरहेका छौँ। त्यस अन्तर्गत आज म राष्ट्र निर्माता खण्डकाव्यका बारेमा यहाँहरूलाई कृति परिचय ढाँचाका आधारमा विश्लेषण गर्न गइरहेको छु। श्रवण गरेर साथ दिनुहोला। क. कृतिको नाम राष्ट्र निर्माता। ख. रचनाकारको नाम माधव प्रसाद घिमिरे। ग. कृतिको मुख्य विषय। राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा रचना गरिएको राष्ट्र निर्माता खण्डकाव्य ऐतिहासिक विषयवस्तुलाई आधार बनाएर रचना गरिएको खण्डकाव्य हो। यस खण्डकाव्यमा पृथ्वीनारायण शाहलाई आदर्श पुरुषका रूपमा चिनाइएको छ। खण्डकाव्यमा झिनो आख्यानको प्रयोग गरिएको छ। पृथ्वीनारायण शाहले गोर्खा राज्यलाई पूर्वमा अरुण पारेर पश्चिममा चेपे नदीसम्म बढाएर ठूलो राज्य बनाएपछि आफ्ना भाइ तलमर्दन शाहलाई विशाल हिमालको महिमा सुनाउँछन्। पृथ्वीनारायण शाहले आफू पनि निरन्तर विशाल नेपालको विस्तारमा निरन्तर लागिरहने इच्छा भाइलाई प्रकट गर्छन्, तर भाइ यस कुरामा मन्जुर हुँदैनन्। युद्ध गर्दा गर्दा थाकिसकेको, त्यसैले जति छ त्यसैमा आनन्द लिनुपर्ने विचार तलमर्दन शाहले दाजुसँग व्यक्त गर्दछन्। पृथ्वीनारायण शाह नेपाल निर्माण गर्ने संकल्प लिन्छन्, तर यो कुरा दलमर्दन शाहलाई मन पर्दैन। भाइका नाताले जितिसकेका भूभागबाट आफ्नो अंश छुट्याएर दिन दाजुलाई आग्रह गर्दछन्। पृथ्वीनारायण शाह भने राज्य सिकारीले मृग मारेर सबैलाई बराबर शिकार बाँडे चाहिँ अखण्ड राष्ट्रलाई खण्ड खण्डमा विभाजित गर्नु नहुने कुरा भन्छन्। राष्ट्रलाई टुक्राए राज्यको अस्तित्व नै मेटिएर जाने भएकाले पृथ्वीनारायण शाह राष्ट्र विखण्डनको पक्षमा देखिन्छन्। सिङ्गो रूपमा राष्ट्रको उपभोग सबैले गर्नुपर्छ भन्दै खण्डकाव्यको विषय टुङ्गिन्छ। कृति परिचय ढाँचा अन्तर्गत घ नम्बर। कृतिको महत्त्व। राष्ट्र निर्माता राष्ट्र निर्माणको वीरतापूर्ण अभियानलाई व्यक्त गरिएको खण्डकाव्य हो। नेपाल एकीकरणका क्रममा वीर नेपाली योद्धाहरूले के कस्ता समस्यासँग लड्नु पर्यो भन्ने कुरा प्रस्तुत गर्दै खण्डकाव्यमा पृथ्वीनारायण शाहको प्रभावशाली व्यक्तित्व, राज्य विस्तारवादी नीति, निस्वार्थ भावना, अखण्डताको भावना देखाइएको छ। खण्डकाव्यमा दलमर्दन शाहको स्वार्थी, राष्ट्रलाई खण्डन गर्ने र निश्चित उपलब्धिपछि भोगविलासमा रमाउन खोज्ने स्वभाव देखाइएको छ। राष्ट्र भाग लगाउने वस्तु होइन, यो सबैको साझा सम्पत्ति हो भन्ने भाव खण्डकाव्यमा उत्कृष्ट ढङ्गले व्यक्त भएको छ। पृथ्वीनारायण शाहले दलमर्दन शाहलाई राष्ट्रियताको सन्दर्भ प्रस्तुत गर्दै सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय एकीकरणमा लाग्न आह्वान गरेका छन्। व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्रिय हितका पक्षमा सबै एकजुट भएका खण्डमा राष्ट्र समृद्ध हुने विचार प्रस्तुत गर्नु नै यस खण्डकाव्यको महत्त्व रहेको छ। कृति परिचय ढाँचा अन्तर्गत ङ नम्बर। कृतिले आफूलाई पारेको प्रभाव। राष्ट्रिय एकताको भावना समेटिएको यस खण्डकाव्यमा टुक्रा टुक्रामा विभाजित ससाना राज्यलाई विशाल नेपाल बनाउनका लागि पृथ्वीनारायण शाहले गरेको योगदानको कदर उत्कृष्ट ढङ्गले गरिएकाले मलाई यो खण्डकाव्यले धेरै प्रभाव पारेको छ भनेर लेख्न सकिन्छ। कृति परिचय ढाँचा अन्तर्गत च नम्बरमा रहेको कृतिको भाषा शैली। राष्ट्र निर्माता खण्डकाव्य परिष्कृत, परिमार्जित र कलात्मक भाषा शैलीको प्रयोग भएको खण्डकाव्य हो। यस खण्डकाव्यमा तत्सम, तद्भव र आगन्तुक शब्दको अधिक मात्रामा प्रयोग भएको पाइन्छ। खण्डकाव्य उपजाति छन्दमा रचना गरिएको छ, साथै शब्दालङ्कार र अर्थालङ्कारको कुशल प्रयोगले अर्थमा गहनता थपेको छ। समग्रमा सरल, सहज र परिष्कृत भाषा शैलीले खण्डकाव्य उत्कृष्ट बनेको छ। 6 नम्बर अन्तर्गत रहेको कृतिको कमजोरी र सुझाव। राष्ट्र निर्माता खण्डकाव्य राष्ट्रिय भावनाले ओतप्रोत खण्डकाव्य हो। नेपालको ऐतिहासिक विषयवस्तुलाई आधार लिएर लेखिएको यस खण्डकाव्यमा राष्ट्रप्रेम, अखण्ड राष्ट्र, वीरता आदि भावनाहरूलाई प्रस्तुत गरिएको छ। नेपालको ऐतिहासिक विषयवस्तुलाई आधार लिएर लेखिएको यस खण्डकाव्यमा राष्ट्रप्रेम, अखण्ड राष्ट्र, वीरता आदि भावना प्रस्तुत भएको छ। टुक्रा टुक्रा भएर छरिएका
राज्यहरूलाई जोडेर विशाल राष्ट्र बनाउने अभियानलाई समेटिएको यस खण्डकाव्यमा कुनै पनि कमजोरी र सुझाव दिन आवश्यक देखिँदैन। अन्त्यमा रहेको निष्कर्ष। राष्ट्र एकीकरणको ऐतिहासिक विषयवस्तुलाई आधार मानेर लेखिएको राष्ट्रिय निर्माता उत्कृष्ट खण्डकाव्य हो। राष्ट्र निर्माण गर्ने व्यक्ति नै राष्ट्र निर्माता हो। सिङ्गो नेपालको चाहना बोकी नेपाल एकीकरणको अभियानमा लागेका पृथ्वीनारायण शाहको विचार नै खण्डकाव्यमा मुख्य विषयवस्तुका रूपमा प्रस्तुत भएको छ। समग्रमा पृथ्वीनारायण शाहको वीरता, दूरदर्शिता, राष्ट्रवादी चिन्तन र अखण्डतालाई आकर्षक ढङ्गले यस खण्डकाव्यमा प्रस्तुत गरिएको छ भन्न सकिन्छ। यस्तै विषयवस्तुका बारेमा जानकारी लिनका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन समेत दबाइदिनुहोला। धन्यवाद।